हेलो एन्ड नमस्ते गाइज, होप यु गाइज सबैजना सन्चै हुनुहुन्छ होला। सो मैले चाहिँ आज बाटोदेखि नै भ्लग सुरु गरेँ। आज म र मेरो वाइफ चाहिँ यता ढोरपाटनको मनसुन टुर गर्न लागेको। अनि काठमाडौँबाट चाहिँ मैले किन भ्लग सुरु नगरेको भन्दाखेरि चाहिँ त्यो धुलो धुवा स्वर शराब के देखाउनु भनेर चाहिँ अहिले हामी बन्दीपुर के भन्छ भुत्याई बाराई मन्दिर साइडमा आएर चाहिँ भ्लग सुरु गरेँ। लगभग काठमाडौँदेखि 130 किलोमिटर यता आइसकेको छौँ हामी। आजको हाम्रो डेस्टिनेसन चाहिँ उता पोखराम पुगेर खाना खाने। पोखराम पुगेर खाना खाइसकेपछि चाहिँ हामी उता बुट्टिबाङ बागलुङको बुट्टिबाङ गएर बस्ने प्लान हो। हेरौँ अब अहिले ठ्याक्क 8 बजेर कति मिनट भयो म हेर्छु नि। 9 बज्नुलाई 2 मिनट बाँकी छ। लगभग हामी 10 बजे चाहिँ उता पोखरा पुग्छौँ होला। यताको दाइले एकजनालाई सोधेको थियौँ। लगभग 10 बजे त्यहाँ पोखरा पुगेर खाना खाएर हामी बुट्टिबाङकोतिर लाग्नुपर्ने हुन्छ। हाम्रो बास चाहिँ आज बुट्टिबाङ हो। आजको हाम्रो डेस्टिनेसन बुट्टिबाङसम्म हो। सो गाइस ल बाटोमा हेर्दै जाउँ। 125 किलोमिटर जति चाहिँ बाटो दुःख सुखले यता आइपुग्यो। अनि यता 125-30 किलोमिटर यतापछि चाहिँ हाइवे एकदम A1 रहेछ गाइस। हेर्नु तपाईँहरू हेर्न सक्नुहुन्छ, एकदम राम्रो बनाएको छ अहिले हाइवे। सो अब हामीलाई धेरै टाइम लाग्दैन, त्यो बाटोमा भेटौँ है त गाइस। ओके गाइस, हामी चाहिँ दमौली बजार आइपुग्यौँ। दमौली बजार पनि ठुलै रहेछ है, ठुलो रहेछ नि, धेरै ठुलो रहेछ। माथि पहाड जुन पहाड हो थाहा भएन। यस्तो राम्रो रोडको स्ट्यान्डर्ड चाहिँ मलाई बबाल नै लाग्यो। म फर्स्ट टाइम नै यता आएर, मतलब यता त म 3 चोटि आइसकेँ। म आउँदाखेरि बनेको थिएन, सानोमा आएको यो हुँदाखेरि, अहिले बुढो भयो। एकदम सफा रोडको 1 2 3 4 5 को लेन रहेछ। बबाल छ है दमौली बजार गाइस। मलाई चाहिँ धेरै राम्रो लाग्यो दमौली। अब कति 45 किलोमिटर जति होला यहाँबाट दमौलीबाट पोखरा, होइन 49 किलोमिटर रहेछ यहाँबाट। धेरै राम्रो छ। रोडको स्ट्यान्डर्ड बबाल लाग्यो अरूभन्दा। रोड राम्रो छ। अनि अलिकति हाइवेको त्यति एक्सपिरियन्स नहुने मान्छेहरूले चाहिँ विचार गरेर चलाउनु पर्ने हुन्छ। अलिकति रोड राम्रो भएपछि स्पिड कुदाउनु मन लाग्छ। स्पिड कुदिसकेपछि त्यही हो, कन्ट्रोल आफ्नो राम्रो हुनुपर्ने रहेछ गाइस। त्यो राम्रो रोड पायो भनेर कुदाउनु हुँदैन। अनि राम्रोसँग तपाईँहरूले आफ्नो एक्सपिरियन्स अनुसार चाहिँ चलाउनु पर्ने हुन्छ गाइस। त्यो कुन चाहिँ खोला हो, यहाँ अलिकति रोड पुरा बनिसकेर हुन्छ दमौली बजार कटिसकेपछि। नत्र त अघि काठमाडौँबाट यता मुक्लिन यता मनोकामना कटुन्जेलसम्म त 120देखि 30 किलोमिटरको अन्डरमा त रोड त लास्ट राम्रो थियो। बिचबिचमा राम्रो थियो, सबै नराम्रो भन्नु मिलेन, बिचबिचमा राम्रो थियो। तर रोड अलिक धेरै बिग्रेको थियो त्यता चाहिँ। यो चाहिँ मादी नदीको पुल रहेछ। हाम्रो बुढाबुढीको चाहिँ फर्स्ट लङ टुर हो यो। एक्सपिरियन्स पनि त्यति छैन, बुढाबुढी घुम्न निक्लेको हामी। पुल त ठुलो उता नयाँ बनाउँदै रहेछ। त्यो रोडको स्ट्यान्डर्डको बनाउँदै आयो होला। त्यो पुल चाहिँ यो चाहिँ पुरानो रहेछ। खोला एकदम ठुलो रहेछ है, खोला ठुलो छ। यो अब यो पिच रोडको लागि चाहिँ एमटीले राम्रै साथ दियो, बट अफ रोडको लागि चाहिँ गाह्रो नै भयो। टुरिङको लागि बनेको बाइक होइन रहेछ यो एमटी चाहिँ। सो अगाडि गइराखौँ गाइस। अब त्यो राम्रो चिजहरू आएर देखाउँछु। त्यही हो, कन्टिन्यू हेर्दै गर्नु भएको छ, धन्यवाद। हेर्दै जानु होला। रानी सहर की रानी पोखरा। सो
फाइनली हामी चाहिँ पोखरा आइसक्यो। सो अब यता कतै खाना खाने ठाउँ हेरेर खाना खाएर एकछिन रेस्ट गरेर खाना खाँदै रेस्ट गरेर हामी चाहिँ बागलुङ बुर्तिबाङतिर लाग्न पर्ने हुन्छ। कता 0 किलो पुग्नुपर्छ भनेको थियो। यहाँ मैले ट्राफिक सरलाई सोधेको थिएँ। पोखरा त यो अस्तव्यस्त छ। हामी अब माथि कतै खाना खाने प्लेस एउटा भेटेर खाना खाएर चाहिँ त्यही हो, पोखरा आफ्नै गतिमा अगाडि बढ्दैछ अनि हामी पनि आफ्नै गतिमा अगाडि बढ्दैछौँ। पोखरा 10 बुद्ध चोक आइपुग्यो हामी चाहिँ। अब उता पोखरा चाहिँ हामी उता के भन्छ ढोरपाटनबाट फर्केर टाइम मिल्यो भने चाहिँ हाम्रो घुम्ने प्लान हो। अहिले नै चाहिँ हामी घुम्दैनौँ। पहिला जुन हाम्रो मिसन ढोरपाटन को सकेर चाहिँ हामी यता पोखरा घुम्ने सकेसम्म घुम्ने कोसिस गर्छौँ। हल्का रोड बिजी छ, म चाहिँ रोडलाई फोकस गर्छु गाइज अहिले। अनि पछि माथितिर भेटौँ है त। पोखराको रोड देखाइदिउँ न त, घुमौँ। म पनि पहिलोचोटि हो, म पनि खोज्दैछु, हिँड्दैछु। पहिला खाना खाने ठाउँ खोजेर खाना खानु पनि हुन्छ। बिहान हिँडेको बाटोमा नि हामीले खासै रोकेन। यसो चाक दुखेको ठाउँमा चाहिँ यसो उभिएर यसो रेस्ट दिउँ 1-2 मिनट। झन्डै एक्सिडेन्ट भएको। अब बागलुङ कताबाट निक्लिने हो? अब यो चाहिँ उता अगाडि त लेक साइड जाने अगाडिबाट त पहिला त्यस्तो हुन्थ्यो। पहिला आउँदा लेक साइडमा जाने अगाडिबाट ट्राफिकलाई सोध्नुपर्ने हुन्छ फर्स्ट। ट्राफिकलाई नै कसरी सोध्ने, ऊ आफ्नै काममा बिजी छ। ठिक छ, अहिले कतै अब लेफ्ट लाग्यो, हुन पनि राइट लाग्यो। सरी, बाटोमा पानी नपरे त ठिक हो, पानी पऱ्यो भने गिद्दी होला जस्तो छ यार। सो आज जसरी पनि बुर्तिबाङ पुग्नु पर्ने हुन्छ। 10:30 भयो, यहाँबाट आरामले पुग्छ होला 3-4 बजे मेरो विचारमा। पोखराको मान्छेहरूलाई सोधेको 5.5 घन्टातिर पुग्छ भन्दै थियो, तर अब हेरौँ कति घन्टा पुग्छ। वेल गाइज, हामी चाहिँ अब काठमाडौँबाट यता पोखरा आएर पनि बागलुङ जाने बाटो तिर हामी खाना खान रोकेको छौँ। खाना दाइले बनाउँदै हुनुहुन्छ। उसले चाहिँ यहाँ छ, धुलोले सबै कालो भयो। त्यही हो रोड। उता काठमाडौँबाट 125 किलोमिटर जति हिँडिसकेपछि चाहिँ रोड त्यसपछि राम्रो आउँदो रहेछ। यो त राम्रो छ। ब्याकग्राउन्डको सिन हेर्नु गाइस, ब्याकग्राउन्डको सिन यस्तो छ। माउन्टेन ड्यु डोर अगाडि चिज छ। खानाहरू पाक्दैछ गाइस, लगभग पाक्न लागेको जस्तो छ। अब खाना खाएर यहाँ वेट गरेर रेस्ट पनि भयो, राम्रो रेस्ट भयो। कति 6 बजे निकै 11 बज्यो। अब बुर्तिबाङ पुग्न चाहिँ कति अझै 5 घन्टा जति लाग्छ है। सो आरामले जाने हो। 11 भनेपछि 4-5 बजीतिर हामी पुगिहाल्छ आरामले। सो आजको यात्रा बुर्तिबाङसँग हुन्छ। त्यसपछि भोलि चाहिँ हामी ढोरपाटनको लागि निक्लिनु पर्ने हुन्छ बुर्तिबाङबाट। सो तपाईँहरूलाई हाम्रो यात्रामा के कस्तो हुन्छ त्यो सबै देखाउनेछौँ, हेर्दै जानु होला है त। वेल, खाना पनि आयो, म खाना खाउँ। वेल गाइज, लगभग 280 किलोमिटर हिँडिसकेपछि चाहिँ हामी बागलुङको बजार कटेर काटे खोला आइपुग्यौँ। र लास्ट
लास्ट साग दुख्यो अन्त रेस्ट गरेको बाइक पनि अलिक तात्यो तात्छ नि जल्छ नि हात त्यो त टच गर्नु लास्ट थाक्यो काटे खोलामा आएर बस्यो काटे खोलाको भ्यू यस्तो छ सो एकछिन अब यहाँ 5 मिनट जति रेस्ट गर्ने अनि त्यसपछि हामी निक्लिने एयर कुलिङ भइरहेछ लास्ट टाढा छ है गाइज अलि टिकटक युट्युबतिरको भिडियो हेरेर चाहिँ भच्चाको भरमा नआउनु सब तयारी गरेर प्रिपेयर भएर आउनुपर्छ गाइज लगभग कति अब 300-350 किलोमिटर त होला त्यहाँबाट फेरि 5-6 घन्टा त वाक गरेर हिँड्नु पर्यो सो सबै तयारी गरेर आफ्नो मेन्टल प्रिपेयर पनि गरेर आउनुपर्ने हुन्छ है टिकटक फेसबुक हेरेर आउने हालत चाहिँ यसो भइसक्यो ओके गाइज बाटोतिर भेटौँ है त रोड चाहिँ त्यही हो गाइज बाक्लुङ काटिसकेपछि चाहिँ दिमाग खराब नै रोड रहेछ आफू पनि मेन्टल्ली र फिजिकल्ली प्रिपेयर हुनुहोस् र तपाईँको आफ्नो सवारी साधनलाई पनि प्रिपेयर गरेर ल्याउनु होला नत्र बाटोमै धोका दिन सक्ने रहेछ 290 किलोमिटर हिँडिसक्यो अझै हिँड्नुपर्छ धेरै नै बाटोको हालत त्यस्तै छ गाइज इनार पानी गाउँ आइपुग्यो गाइज यो गाउँको नाम चाहिँ इनार पानी गाउँ हो रहेछ राम्रो छ गाउँ तर सुनसान छ गाउँ चाहिँ त्यति मान्छेहरू देखेन जताततै देशभरिको नै जताततै मान्छेहरू खासै गाउँमा छैन देशमा छैन भनौँ न सबै विदेशमा छ काठमाडौँबाट 360 किलोमिटर हिँडिसके गाइज स्टिल बुर्तिबाङ पुगेको छैन बाटोको कन्डिसन सोध्नुहुन्छ भने 50-50 गाइज 50% राम्रो 50% नराम्रो अब अहिलेसम्मको एक्सपिरियन्स चाहिँ एकदम खराब भइरहेछ बडीगार्ड गाउँपालिकामा आइपुग्यो हामी त्यो भवन चाहिँ सकेछ अहिलेसम्मको एक्सपिरियन्स चाहिँ खासै राम्रो रहेको छैन यो इन्जोय भएन खासमा अहिलेसम्मको टुरमा चाहिँ 360 किलोमिटरमा हिँड्दाखेरि चाहिँ लास्ट जिउहरू दुखिरहेछ चाकहरूको त अब भन्नै परेन अझै पनि अब हामी बस्ने भनेको चाहिँ के भन्छ बुर्तिबाङ भन्ने बजारमा बस्ने प्लान होइन त्यहीँ बस्ने नै हो अब त्यहाँ अझै पनि आइपुगेको छैन अझै 7-8 किलोमिटर छ भनिरहेछ मान्छेहरूले हेरौँ अब के हुन्छ अब त्यहाँ पुगिसकेपछि म तपाईँलाई इन्फर्मेसन दिन्छु नि के कस्तो रहेछ ठाउँ फाइनल्ली 363 किलोमिटर राइड गरिसकेपछि चाहिँ हामी बुर्तिबाङको मेन बजारमा आइपुग्यौँ अब हामीले यहाँ चाहिँ होटलहरू खोज्नुपर्ने हुन्छ कुन चाहिँ राम्रो छ कस्तो छ प्राइजहरू रिजनेबल हुन्छ कि हुँदैन सबै हेरेर हामीले त बस्नुपर्ने हुन्छ अहिले हामी यता मेन बजारमा छौँ बुर्तिबाङको लेट्स फाइन्ड आउट द होटल देन वेल गाइज फाइनली हामी चाहिँ यता बुर्तिबाङ आइपुग्यो अनि होटल पनि पाएर रेस्ट गरिरहेको हो म्यान 364 किलोमिटर फ्रम कलङ्की म्यान 50-50 रोड कन्डिसन 50-50 राम्रो 50 नराम्रो 50 सो म्यान टु मच थाकेको छ फेरि अब यो पनि सब भिडियोहरू चाहिँ एडिट गरेर भोलि मर्निङ हालेर फेरि यहाँबाट चाहिँ ढोरपाटनको लागि भोलि बिहानै निक्लिनु पनि हुन्छ गाइस सो यो डे 1 को ट्रिपमा चाहिँ खासै इन्ट्रेस्टिङ रहेन टु मच ट्राभल गर्नु पऱ्यो फर्स्ट लङ ट्रिप भएको कारणले अलिकति मजा पनि आएन जिउहरू लास्ट दुखिरहेछ सो थ्याङ्क यू सो मच फर वाचिङ लास्ट समयसम्म हेरिदिनु भएको पनि धन्यवाद सो भोलिको भिडियोमा चाहिँ हामी बुर्तिबाङबाट चाहिँ हामी माथि ढोरपाटनसम्म जानेछौँ
त्यसको लागि डे 2 को भिडियोहरू आउनेछ। डे 1 को भिडियो चाहिँ यहाँ नै एन्ड गर्छु। थ्याङ्क यू सो मच गाइज।